हेलो गाइस, फेरि पनि स्वागत छ हजुरहरूलाई न्यू डे न्यू ब्लग भिडियोमा होइन दाइ? चिल्लाएर भन्नुपर्छ कि आवाजैसँग आउँछ। एउटा माइक किनेर बनाउनु पर्छ क्या, कामबाट घर जाने सुत्ने मजाले चिलमा सुत्दिने हो होइन। पछि एकछिन त जाने आज प्ले एरियामा। त्यो साइको रहेछ नि, तर त्यो गाई थाहा छ त्यो सेक्युरिटी अनि त्यो अर्कोमा पागल बुढो खाते होइन, त्यो कुरा गर्दै बस्छ त्यो यार छ। आमा जस्तै गर्छ यार, आमै भन्दा नि कम छैन त्यो। कब्बाल राम्रो रहेछ, घाम त लाग्छ कि अति बब्बाल लाग्छ दिउँसो त। ए यस्तो ट्राफिक हुन्छ यहाँ बेङ्गलोरमा। बिहान पनि ट्राफिक छ, 8 बजे बिहान यस्तो यस्तो ट्राफिक। मेरो गाउँ नै राम्रो हो कि बरु त्योभन्दा त शान्त होइन। कामसाम हुनुपर्ने उतै म्याच गरेन नि। खै के म्याच गरेन अन्त कलर के को कलर म्याच गर्नै पर्छ, म्याच गर्नै पर्छ। पानी अहिले हुँदैन, त्यो एकछिनमा हुन्छ। हाम्रो रुममा लगेर छोडिदिनु पर्छ, सब हुन्छ अहिले। यस्तो तातो हुन्छ आम्बो, अहिले बिहान नि खतरा तातो भयो, रुम तातो भइरह होला कि। नर्मल रुम भन्दा नि खतरा छ कि, कहीँ उनी छैन, हावा जाने बाटै छैन अनि होइन। भनेको हाम्रो रुम हो कि। आज त यार निन्द्रै लागेन कि, आज त कसम भन्नु। हिजो अस्ति रातभरि काम गरेर बिहान 5-6 बजीतिर हुन्थ्यो, निन्द्रा लाग्थ्यो। के निन्द्रा राति भन्दा थियो। सब बेकार छ यस्तो, सबभन्दा बेकार पानी हो यहाँको। पुलामा हुन्छ खतरा पानी। एकचोटि बजायो त भइहाल्ने, 10चोटि बजाउनु पर्छ। ನೋಡ್ಕೊಂಡು ಹೋಗ್ತಾ ಇದೀನಿ ಅಣ್ಣ, ಜಾರುಗಾರು ಬಿಡ್ಲ ಏನು ಸುಮ್ಮನೆ साइको कस्तो साइको छ यार। त्यो मुजी के ठुलो स्वरले आएर मुजी चिल्लाएर हामी डराउने हो र, मुजी पुरै भाग्छ सोचिरह होला। ए पञ्च हान्थे यस्तै ढलाइदिन्थ्यो क्या बुढोलाई। जडिया मुभी रिस्तो यस्तो उठाएको थियो कि महाजीले, यस्तै घाँटी समातेर घिचिक्क तलमा हालेर। तर त्यस्तो गर्दिनँ म। त्यो देशीहरूलाई त त्यही भएर मजा आउँदैन कि। रुमको हालत नै खतरा छ त। ठिक छ जे छ ठिक छ अरे। केटा अब त नुहाउनु पर्यो।
सुत्नु पर्यो 5 बजे उठ्नु पर्यो बाई सबजनालाई अब लग त त्यस्तै हो धेरै आउँदैन त्यति बनाइराख्छु जति हुन्छ